टु मेरो युट्युब च्यानलमा। फेरि पनि कौशीमा छु। कौशीमा आज चाहिँ यो पहिले रोपेको प्याजहरू उखाल्दैछु। यसरी मैले 3 पाल्टी गरेर रोपेछु प्याज चाहिँ। एउटा चाहिँ उखाल्ने बेला भइसकेको छ सायद उखाल्ने, किनभने म यो चाहिँ एकदम इजिली उख्लिन लाग्छ कि जराले माटो छोडे जस्तो छ। त्यसकारण एकदम उखाल्ने बेला भएको कारणले मैले चाहिँ 1 हप्ता जति भयो होला यहाँ पानी नहालेर राखेको। पानी चाहिँ यसमा हालेको छैन, त्यसैले चाहिँ आज निकै घाम चर्किरहेछ। तर पनि म यहाँ प्याज उखाल्न आएको छु। एकदमै राम्रो भएछ है प्याज मेरो। हेर्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो भएछ प्याज मेरो। यस्तै गरी यहाँ एकदम बाक्लो भयो थियो। बाक्लो भए पनि फल्ने बेलामा त राम्रै फल्दो रहेछ यो प्याज। प्रायः जसोको मैले यहाँ पोखरामा देखेको सबैको फुलाएर राखेछ कि प्याजहरू। भुइँमा रोपेछ तर फुलाएको छ। यो टाइममा चाहिँ यो मर्काएन भने फुल्छ है। तर मेरो चाहिँ सबै टाइममा खाइदिएको भएर, टाइममै भाँचिदिएको भएर एकदमै कुनै पनि फुलेको छैन। यहाँ एउटा अलिकति देखा परेछ एउटा फुलेको प्याज, नत्र त कुनै पनि फुलेको छैन है प्याजहरू। एउटै सबै एकदम बाक्लो भए तापनि सबै राम्रोसित फुलेछ कि फलेछ कि। त्यो कलर पनि कस्तो दामी कि, एकदमै राम्रो कलर। लसुनभन्दा प्याज राम्रो भएछ मेरो त। पछि रोपेको नि उतातिरको त गमलाहरूको त खाइदियो मैले। यो चाहिँ प्लास्टिकको कन्टेनरमा रोपेको भएर रहेछ नि त। ओ माई गड, प्याज त मान्नै पर्छ यो प्याज फलेको देख्दा। सानसानो त पहिला नि खाएको थिएँ मैले सानसानो। यो चाहिँ हेर्नु त यहाँ फुलेको रहेछ। यो चाहिँ यति मोड्दा पनि फुलेछ यो फुलेर यो डाँठ भयो भने त यो प्याजको भित्र पनि डाँठै बसिजान्छ कि। यो प्याजको भित्र पनि डाँठ हुन्छ। त्यसैले टाइममै मर्काउनु पर्छ। टाइममा मर्काएर नि यो एउटा चाहिँ फुले चाहिँ मेरो। साथीहरू यो एउटा कन्टेनरबाट प्याज चाहिँ यति निक्लेछ है। 1 2 3 4 5 6 7 8 9 10 ठुल्ठुलो 10 यो सानो एउटा यत्रो यो सानो ठुलोवाला नि होइन, पोली नि होइन, यो मिडियम साइजको पोलीमा चाहिँ यति निक्लेछ है एउटै कन्टेनरबाट। यसमा चाहिँ यो सनफ्लावर नि उम्रिरहेको रहेछ। पुरै जरा छोडिसकेछ कि भुइँले माटोले। त्यसैले मैले चाहिँ उखाल्नु पर्छ होला अब भनेर उखाल्दिएको। कस्तो मजाको भएको। म त यो सुरुको पात खान मात्रै हुन्छ होला भनेर रोपेको। तर टाइममा मर्काइदियो भने त जस्तो पनि राम्रो हुँदो रहेछ क्या। तर मर्काउन एकदमै जरुरी छ प्याजलाई। ठ्याक्क मल माटो हालेर मर्काइदिने। मैले 2टा कन्टेनरको उखालिसकेछु साथीहरू प्याज। यहाँ चाहिँ 2टा कन्टेनरको यति। साथीहरू मैले चाहिँ प्याजमा चाहिँ कुखुरालाई पानी दिएको। पानी दिँदाखेरि अलिकति जरामा बस्छ के पानी। त्यो पानी नि यो मजाले दिँदै गरेको है। सानो त छैन कि हो, सबै ठुल्ठुलो। यो चाहिँ अलि राम्रोसित यो बाक्लो भएर राम्रोसित मर्काउनु नमिलेको रहेछ यो। जस अहिलेको पालि लसुन प्याज दुइटै दामी भएछ मेरो। एउटै कन्टेनरमा बाक्लो मतलब मैले बिचमा चाहिँ उखालेर खाम्ला भनेर यस्तो बाक्लो रोपेको। तर उखालेर खाइएन कि। त्यही भएर सबै छोडिदिएको। सबै राम्रो भइरहेछ फेरि।
एकदमै माटो चाहिँ पुरै तरिकाले छोडिसकेको रहेछ जराले। तर लास्टमा आएर चाहिँ मैले पानी हाल्न नि छोडेको थिएँ। एकदम बाक्लो भएर कोही त सानो सानो पनि छ। यो 4वटा कन्टेनरको प्याज चाहिँ यति भएछ। अझै छ थुप्रै। सबै कन्टेनरहरूको चाहिँ प्याज चाहिँ दामी भएछ कि राम्रो भएछ एकदम। यत्रो ठुल्ठुलो भयो। अन्त ओ माई गड हो यस्तरी फल्यो भने के जाँगर लाग्ने काम गर्नु। यस्तरी सबै कन्टेनरको एकदमै बाक्लो भए तापनि कोही बस नराम्रो। नत्र त यो चाहिँ मैले भयो 1 महिना जति सुरु गरेको। यो बिचबाट अलि खान सुरु गरेको 1 महिना भएछ। मैले कति भयो नकिनेको प्याजहरू लसुनहरू। यसरी त सालभरि खान पुग्छ। प्याज चाहिँ अलिकति गाह्रै हुन्छ सालभरि खानलाई। यसरी कोहीलाई नदियो भने त पुग्छ। तर इष्टमित्रहरूलाई दिन मन लाग्छ अनि दिन्छु मैले चाहिँ कहिले चाहिँ। ओ माई गड यसमा कुनै पनि केमिकल हालेको छैन। फेरि सबै अर्ग्यानिक हो। सबै चामल त किनेरै खानुपर्छ। फेरि आफूले खेत टाढा छ गर्न सक्दैन। बाँधेछ चामल चाहिँ किनेर खानुपर्छ साथीहरू। चामल दाल तेलहरू चाहिँ किनेर खाने हो। यो तरकारीहरू लसुन प्याजहरू त मैले किनेर चाहिँ खाँदिनँ। म त अहिलेको पालि लसुन धेरै राम्रो छ प्याज भन्दा भनेको। लास्टमा गएर त प्याज नि राम्रो भयो कि प्याज पनि अति नै राम्रो भयो। त्यति ठुल्ठुलो डल्ला त भएन होला जस्तो लाग्थ्यो। तर यो मैले चाहिँ 1 हप्ता भयो साथीहरू पानीहरू नहालेको। साथीहरू अहिले चाहिँ 10वटा कन्टेनरको प्याज हो यो। प्याज अझै 10वटा जति कन्टेनर बाँकी होला। यति छ। त्यो चाहिँ अलि पछि रोपेको भएर उखाली मेला भएन। यता लसुन पनि छ र यो लसुन चाहिँ कोही अझै उखालेर भ्याएको छैन। कोही वहाँ टाँगिसकेको छ लसुन। यहाँ चाहिँ आज चाहिँ प्याज उखालै भएछ। प्याज अब यति ठुल्ठुलो भएको प्याज हेर्नुहोस् कति ठुल्ठुलो भयो नि। यो प्याज त मजाले भएछ अहिलेको पालि चाहिँ। 3 पालि गरेर रोपेको मैले। कहिले 2 मुठा कहिले 1 मुठा ल्याएर गरेर 3 पालि गरेर रोपेको प्याजमा चाहिँ यो पहिलो लटको प्याज उखालिसकेको छु। दोस्रो लटको अझै उखाल्न छ। त्यो पनि उखाल्ने बेला हुन लाग्छ। अनि तेस्रो लटको त भर्खरै मैले मर्काएर राखेको छु। यति धेरै भएको प्याज अहिलेको पालि एकदमै राम्रो छ। प्याज र लसुन पोहोर साल चाहिँ भएन। पोहोर साल मैले आफैले पनि सेयर गर्न पाएन। त्यसले गर्दाखेरि राम्रो भएन। तर यो पालि चाहिँ एकदमै धित मार्ने गरेर मजाको प्याज चाहिँ अहिले पालि भएको छ। हेर्न सक्नुहुन्छ एकदमै। प्याज यो तिनटैले यस्तो
साथीहरू, आजको पहिलो प्याज हार्भेस्टिङ चाहिँ यति रह्यो। उखालेर प्याजको पातहरू त्यहाँ छ, यता लसुन छ, अनि त्यो त्यहाँ थोरै चाहिँ उनिराखेको छु डाँठसितै खाने भनेर, पातसँगै खाने भनेर, त्यो ठुल्ठुलो गाना नपरेको प्याजहरूलाई गरिदिन्छु। र अब यो चाहिँ पहिलो लटको भयो, पहिलो लट प्याजको हार्भेस्टिङ भयो र सेकेन्ड थर्ड गरेर तीन पालीमा मैले उखाल्छु। तर अहिले चाहिँ अलि धेरै छ, यसपछि चाहिँ उखाल्नेहरू अलि थोरै थोरै हुनेछ। यो चाहिँ 10वटा कन्टेनरमा रोपेको प्याजहरू है। र यो 10वटा कन्टेनरको प्याज चाहिँ मैले कन्टिन्यू 1 महिनाबाट सानो उखाल्दै खाँदै गरेको। र अहिले चाहिँ यति छ। यति भन्दै आजको मेरो प्याजको उखालाई, प्याजको हार्भेस्टिङ यति नै राख्छु। अर्को भिडियोमा फेरि भेट्नेछु। हस्त नमस्ते। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र पुरानी साथी हुनुहुन्छ लाइक, सेयर, कमेन्ट गरी सपोर्ट गरिदिनु होला। हस्त बाई बाई।